गएर आउँछ कस्तो पानी परेको हो लौ माथिबाट चाहिँ नि कहिल्यै खनाए जस्तो पो छ त ल हेर आम्मा हो अरे हुनसक्छ आज लास्ट दिन होला कि के हुन्छ अर्को ठाउँ सुटिङ गर्ने कुरो भएको छ भोलि गएर पहिला हेरौँ कस्तो छ चित्त बुझ्यो भने सुट गरौँ पुगेन भने 5-7 दिन यहाँ बस्नुलाई अर्को नपाउँदैन तर पानी चाहिँ मुसलधारे भन्छन् नि हात्ती छोडे भन्छन् कसैले मुसलधारे भन्छन् हेर त यहाँ झरेको अहो यता निक्लिनै नसक्नु भएको छ बाहिर निक्लेर बनाउला अलिअलि भिडियो भन्ठाने थिएँ तर जाने कन्डिसन भएन है भित्रै बाटो बनाइरहेको छ ल्याएर ल आरी नै घोप्याए जस्तो आएको छ ल हेर अरे ल हेरे ल हेरे झरेको ओहो यस्तो त बिरालै देखिन्छ के मुखैमा पर्ने गरी आइरहेको ल हेर ओहो के साह्रो पानी परेको छ के भन्नु झर्ना गिरे जस्तो पो छ त पानी पर्यो कि झर्ना पर्यो होला हेर त हो त्यहाँ गयो भने त सेकेन्ड भरमै चाहिँ नि झर्नाबाट झरे जस्तो देखिन्छ ल हो ल अरे माथिबाट हेर्दा झर्ना जस्तै लागेको छैन त ल ओहो बात छ हो खतरनाक पानी पर्छ हो गोवामा तर यो चाहिँ धेरै दिनपछि पऱ्यो है नत्र एकदिन आउँथ्यो हावाले उडाएर कहाँ लान्थ्यो आज चाहिँ हावा पनि त्यत्तिकै छ यहाँ हेर हावाले यी पेडहरू गरेर पुरै भएको छ ल नारियलको बुट्टा त तर कति बलियो हुँदो रहेछ नि यत्रो हावा लागेर यस्तो आउँदा पनि त्यो हल्लिँदैन त्यो त अरू रुख भएदेखि यति बेला ढलिसक्यो नेपालीमा गाना छ नि म त ढल्ने भन्नेवाला त्यस्तै हुन्थ्यो होला तर यो चाहिँ भएको छैन होइन तर अब चाहिँ कम भयो ल पहिलाको भन्दा धेरै कम भयो ल अब सुत्ने बेला भयो है मैले पानी अचानक परिहाल्यो अब रोक्यो अब भोलि कुरा गरौँला गुड नाइट